पाइमा सुन्छु तपाईहरु ओके aku करापै खानु पर्यो नि ओरे गन्ला थाहा छैमा एकै खेपमा नि हैन यस्तो भएको सबै मक्केर हैन अनि यहाँ त सिक्छिन हाम्रो Kamrimo. Sisi bang. Good morning everyone. Welcome back to my EC vlogs. अनि तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु. सो फिलहाल चाहिँ अहिले भने चाहिँ बिहान तपाईको 8 8:30 गते हुँदैछ हैन अनि म चाहिँ पनि खानासाना बनाएर चाहिँ अब चाहिँ यहाँ तल बाहिर चाहिँ घाँस काट्दैछ त्यो लिन जाँदै गरेको किनभने चाहिँ आज चाहिँ हामी अब गुम्बा जानु लागेको किनभने चाहिँ गुम्बामा चाहिँ भोलि चाहिँ ट्युसन छ हैन के भन्छ यो बुम्जुको अनि त्यही माथि के भन्छ हाम्रो यो के भन्छ दाउदाङबोको ट्युसन पनि हो अनि त्यही भएर सो अनि आज चाहिँ हामी गुम्बा जानेछु भाइ म हैन अनि आपार पनि बयम चाहिँ भरे आउनुहुन्छ होला बेलुका बयम चाहिँ भोलि आउनुहुन्छ होला त्यसको लागि चाहिँ भोलिको लागि चाहिँ हाम्रो गाईहरु छ नि त गाई गोरु त्यो भएर चाहिँ अन्त भोलि चाहिँ अब गाईहरुलाई चाहिँ बाँधेर राखेर यो घाँस लगाइदिनु लागि अनि हामी तीनजना चाहिँ बाई दुईजना काट्दैछ हैन म चाहिँ अब भर्खर जाँदै गरेको माथि फित्ताले लिएर अनि उनीहरु पनि लिएर गइसकेको छ अनि आपामा चाहिँ पर त्यो के भन्छ फुल तरबुल चाहिँ हिजो आज एउटा गुङ भलाएर ल्याउनु पर्दा चाहिँ तास के भन्छ सबै केलाएर सेचे गरेर चाहिँ अहिले चाहिँ काट्नु हुँदैछ हैन अनि यहाँ चाहिँ हाम्रो बाहिर दुईजनाले चाहिँ यता माथि कुन्दोङ पे चाहिँ काटिसकेको छ हैन देख्नु सक्नुहुन्छ घाँस चाहिँ यहाँ छ अनि दुईजना चाहिँ यहाँ काटिरहेछ बाँदरहरू ओ हेलो गाडीसिरो ओइ यता चाहिँ अब टक्टा यता चाहिँ यो चाहिँ दुईजना हैन मजाले काट्दैछ अनि यहाँ चाहिँ हाम्रो खेत बारी हो यो चाहिँ अब मकै रोप्न आँटेको अब यो माथि के भन्छ हाम्रो माथि के भन्छ यो किचन सकेर चाहिँ आएर चाहिँ एक दुई दिनको बादमा चाहिँ रोप्छ होला अनि निकै छ अनि गाडा चाहिँ यो सबसे ठुलो गाडा चाहिँ यो हो यो पनि राम्रो छ यहाँबाट चाहिँ हाम्रो घर यस्तो देख्छ हैन मजाको देख्दैछ टिक्कै गाइस अहिले भने चाहिँ हाम्रो बारी पनि रेडी भइसक्यो अनि बारी चाहिँ अब बोकेर उकालो चढ्दैछु हैन दुईजना चाहिँ यहाँ बारी हैन अब यो चाहिँ माथि पुऱ्याउनु पर्ने त्यहाँबाट चाहिँ एक ट्रिप छ त्यहाँबाट चाहिँ खाना खाइन्छ हामीहरू जहिले भने चाहिँ केटा खानासाना पनि खाइसक्यो होइन अनि अब चाहिँ गुम्बा लाग्नु अरेको केटा यी बुट सुट लगाइसक्यो जुत्ता सुत्ता लगाएर पनि बारी पनि रेडी छ मेरो चाहिँ हो यहाँ भने चाहिँ ब्ल्याङ्केटहरू अनि पुस्तकहरू छ लुगासुगा छ होइन अनि अब चाहिँ लाग्नु अरेको म चाहिँ किनभने माथि गएर तलमा बनाइन्छ होइन त्यो भएर चाहिँ नि ढिलो हुन्छ फेरि म मात्रै चाहिँ भाइ फेरि तल उसको तल्लोमा घर बनाउँदा चाहिँ त्यो भएर तल बिजी भइगयो अनि यता आमा मत बुझ्यो लिन्छ न यहाँ छ यो चाहिँ घाँस आज काटेको छैन भोलि चाहिँ यतै बाँध्छ सबै यहाँ चाहिँ लाग्छु म ढिलो नगरिकन किनभने चाहिँ माथि अलिक एक्लै वर्ष भरे काम छ होइन थुप्रो लाग्छ अब सो अब पनि चाहिँ लागिसक्यो होइन अनि एक्लै अब चाहिँ बाहिर म जान्छु सधैँ होइन अनि भाइ खोइ आज फेरि उसको तल जेहरू हुँदैछ अरे तल घरमा मिस्त्रीहरू हेर्ने अरे हो त्यो भएर चाहिँ म गयो अनि आइसङबाट चाहिँ झिन्दाहरू चाहिँ हाम्रो पुग्नु आँटेछ अरे गुम्बामा होइन अनि अब त्यो त मलाई फोन गर्नु भयो भर्खर होइन अनि त्यो अब उनीहरू चाहिँ गएर चाहिँ अब उसको पुग्दै गर्छ पानी सानी बसाइरहेको छु होइन अनि म चाहिँ अब अलिक टाइम चाहिँ लाग्छ होला सो देखाउँछु तपाईँलाई भ्लगमा होइन आजको अनि भोलिको सँगै होइन अनि तपाईँहरू चाहिँ इन्जोय गरिदिनुहोस् होला भनेर इन्जोय गरिदिनु छ होला भनेर आशा छ होइन अहिले भने चाहिँ म यता म जान्दै थियो अनिको घर आइपुग्यो होइन अनि यहाँ चाहिँ मलेर एकदम दामी पाकिसकेको छ है अरे मेन अरे यहाँ बिरे अचार होइन अचार झुक्छ अरे उसिनेको अनि अरे के होइन हौ त्यस्तो देख्दैछ उसिनेको जस्तो अनि एक तोरा खाइदिन्छ अब च्याम किजेम त्यहाँबाट चाहिँ राख्नुपर्छ फेरि वाउ आम्मामा फाइनली गाइस अहिले भने चाहिँ म पुगिसकेँ गुम्बा होइन जस्ट पुगेको नि बारी यहाँ छ गुम्बा चाहिँ हाम्रो चाबी चाहिँ तल कहीँ आउनु भएको छैन चाहिँ आएको होइन अनि तलै छ यता चाहिँ हाम्रो किचन यो पनि एकदम डेलिकेट भइसक्यो किचन पनि होइन
यस्तो छ हाम्रो किचनको हालत चाहिँ यो चाहिँ त उन्नुपट्टि डाइनिङ होइन यस्तो भएको सबै मक्केर होइन अनि यहाँ त चाहिँ किचन हाम्रो सो देखाउनु चाहिँ तपाईँलाई यता भने चाहिँ हाम्रो यहाँ हाम्रो अक्कु हेलो के यता पानी होइन उम्बिनुहोस् ड्याम्किन हेलो कहिले हुनुभयो आज अघि यहाँबाट चाहिँ हाम्रो सामान हाम्रो यता हाम्रो के भन्छ किचन चाहिँ आइजमको परेको छ है अनि के भन्छ आज चाहिँ यतै बोलिम नि यतै चाबी चाहिँ चाबी ल्याएको छ नि के त होइन हिजो मैले फोन गरेँ अस्तिको दिन पनि परेन अनि अब चाबी आइपुगेन भने त हाम्रो त काम त हुँदैन सो अनि पिठो चाहिँ हाम्रो यो छ अनि अब चाहिँ भाँडासाँडा मसला चाहिँ के गर्नु पर्यो सबै होइन अनि aku kamri mo kamri sudah cun aku go along really guys अहिले पनि चाहिँ हाम्रो तर्मा पनि बनाइसक्यो हैन अनि बनाएर चाहिँ अहिले चाहिँ रेडी गरेर भित्र फोरेर छ स्याम्सी गरिरहेछ हैन सो यता दाइलो चाहिँ थुनिरहेछ किन भन्छ अहिले यहाँ फेरि भित्र पसेर खाइदिन्छ त्यो भएर चाहिँ दाइलो थुनिरहेछ हैन अनि अहिले चाहिँ चियाको टाइम हैन अनि तपाईको अहिले बस्नु लाग्यो 4:30 हुँदैछ हैन अनि निकै हान्दिरु पनि बसिसक्यो अनि जाडो पनि लाग्यो त्यो भएर चाहिँ यहाँ अस्पति पनि मजाले फुलिरहेछ हाम्रो अब चाहिँ एकछिन चिया खाइन्छ हैन त्यहाँबाट चाहिँ अलिकति पढ्नु पर्ने छ पढेर राखेर चाहिँ बेलुका खाना खाइन्छ देखाउनु छ तपाईँलाई अहिले पनि चाहिँ हामीले खानासाना पनि खाइसक्यो होइन खानासाना खाएर पनि चाहिँ माथि आफूले चाहिँ खानु हुँदैछ होइन अनि पानी पनि एकदम परेर चाहिँ अहिले हावा लाग्दैछ है तपाईँहरू एकदम हावाहरू मजाले चलिरहेको छ गुड्दैछ पनि मिल्छ अनि अब चाहिँ गफसप हुँदैछ माथि होइन यता भने चाहिँ हाम्रो आइजौँ खाना खानु हुँदैछ हेलो हेलो के भन्नु मजा छ त आइजौँ दाम मजाले खानुहोस् है ल दामी लो बाहिर चाहिँ हावा दामी चल्दैछ है अनि यहाँ भने चाहिँ पानी होइन यो चाहिँ के को पानी हो यो चाहिँ त्यो उयसको लागि यताबाट चाहिँ हाम्रो आकु सिरप चाहिँ फाल्दुनु हुँदैछ आकु फाल्दु है तपाईँ हाम्रो आकु चाहिँ एक्टिभ छ है चाहिँ ज्ञापन हो कि तर एकदम एक्टिभ दही बाम्नी हुँदैन पानीको यस्तो कमजोर छ मुम यस्तो बिजोक छ त्यही छ यो चाहिँ पानी चाहिँ आउनुभयो आफू है हाम्रो लेकबाट आउँदैछ यस्तो चिसो छ हो नि चिसो छ अब तातोबाट फेरि यस्तो निकालेर चाहिँ फेरि चिसोमा धुनु पर्यो अहिले भने चाहिँ हामी सुत्नु लागेको होइन अनि हाम्रो चाहिँ यस्तो छ सुत्ने जग्गा चाहिँ यस्तो छ यहाँ भने चाहिँ यस्तो छ खोल्टा भन्दा पनि सबै भत्किरहेको चिकन चाहिँ यहाँ चाहिँ यस्तो यस्तो छ होइन यहाँ भने त दाइलो पनि छैन अनि एकदम पुरा स्थिति खराब छ होइन भएको हाम्रो चिकन चाहिँ किचन पनि त्यसै माथि चादर पान सुइरहेको छ अनि अब यस्तै चलिरहेको छ होइन कहिले यो चाहिँ बनिन्छ भन्ने आशा छ हाम्रो चाहिँ सबैको हाम्रो गाउँलेको होइन सबै हाम्रो आक्कु अनि सबैको एउटा अनि त्यस्तै हो हेरौँ अब कहिले बनिन्छ भनेर त्यो भने चाहिँ केटा सुतिसकेको थियो होइन अनि अहिले बज्दा चाहिँ तपाईँको 11:30 गते हुँदैछ होइन अनि मेरो साथी चाहिँ एकदम बिजोक परिसक्यो पेट पाइन सुन्नु तपाईँहरू सो अनि यस्तै गोरेको छ होइन स्टिल होइन अनि अब चाहिँ म्यानेज गर्नु पऱ्यो आज चाहिँ अनि त्यही माथि चाहिँ हाम्रो यहाँ सुत्ने जग्गा चाहिँ यस्तो बिजोक छ है गुम्बाको चाहिँ यहाँबाट चाहिँ हावा आइरहेको छ होइन यहाँबाट पनि हावा आइरहेको छ सो वेलकम टु ब्याक अनदर डे सेकेन्ड डे अनि तपाईँहरू सन्चै हुनुहुन्छ म पनि एकदम सन्चै छु सो अहिले चाहिँ हामी भित्र परिसकेर एकछिन बाहिर अब चाहिँ ब्रेक भएर चाहिँ बाहिर निस्केको अनि अब चाहिँ खाजा खानु लागेको होइन सो देखाउनु छ तपाईँलाई आजको ब्लगमा अनि दिन चाहिँ एकदम दामी भएको छ होइन यस्तो मौसम मजा आएको छ होइन ठिक्कै परेको अनि गुम्बा पनि तपाईँलाई दर्शन गराइदिन्छु यहाँबाट चाहिँ एकदम दामी देख्छु गुम्बा हाम्रो त्यहाँ गुम्बा हो यो चाहिँ होइन अनि अब चाहिँ खाजा खानु लाग्छु म चाहिँ माथि त्यहाँबाट चाहिँ अलिक एकछिन रेस्ट हुन्छ होला फेरि पढ्नुपर्ने छ अनि बिस्तारै बिस्तारै हाम्रो जिन्दाहरू पनि हुनुहुन्छ होइन हामीहरू आफूहरू बिस्तारै हुनुहुन्छ यस्तो चाहिँ हाम्रो आक्कु गुड मर्निङ आक्कु गुड मर्निङ यता चाहिँ अब खाजा खानु आँटेको हाम्रो होइन गुड मर्निङ के हो खाजा चाहिँ स्पेसल चाहिँ त चाउमिन है चाउमिन दामी दामी
कुकमेन तपाईँ हो गुड मर्निङ कुकमेन तपाईँ हो होइन सब पनि चाहिँ हामी लागेको होइन खाजा खानु चम्मिन दामी रहेछ चम्मिन भाइ यो पनि चाहिँ खाजा चाहिँ खाइसक्यो नि अनि अब चाहिँ साङ पुग्नु अरेको हिँड्छ साङहरू सबै यहाँ छैन निचे चाहिँ यहाँ मैले हिजो बनाएको आगो पुगिरहेछ अनि अब चाहिँ साङ पुलिन्छ त्यहाँबाट भित्रको पाउनु पनि सबैजना नुङहरू आइसक्नु भएको छ यता थुप्रो छ हाम्रो हेलो सबैलाई खाम्रीमो सिउसी बाङ यहाँ के खानु भएको है मजा छ त मजा छ अनि सुधा सुन्नु भयो मिसिन नाम दिएको त्यहाँको अनि साँच्ची त यहाँ भने चाहिँ के भन्दैछ हौ के गर्नुभएको यहाँ हेरेको यहाँ भने चाहिँ हाम्रो आन्युले मल लिएर ल्याउनु भएको रहेछ तल घरबाट होइन चौको लागि अनि आधी चाहिँ परेर चोराइसक्यो होइन मलहरू खानु लाग्यो हामीहरू चाहिँ आएको के सानोले आएको खानुहोस् न यहाँबाट लु अरे चोर चिसा चोर गरेन लु vom kan aku ya vom lo oke lo aku खाइदिनुस् जेनो ओके aku करापै खानु पर्यो नि अरे गुन्ला थाकेछिमा एकै खेपमा ओके के हो भर्खर आएको तिमी चाहिँ एक्लै आजी के गर्दैछ आजी ऊ पनि आइपुगेको छ अब खाइन्छ अचार हो यो साला मैले नयाँ आहा अरे अचार आहा अहिले पनि चाहिँ हाम्रो भोजन सकिसक्यो होइन अनि अब चाहिँ लास्ट एउटा फाइनल dinner पनि चाहिँ एकदम पानी पर्यो होइन खानासम्म खाइसकेको भने चाहिँ अनि त्यसपछि पानी खराबी पर्दैछ आज होइन अनि यहाँ चाहिँ हाम्रो अब एकैचोटि गुम्बामा आउनु सक्छ लेखेको छ अब इन्जोय गर्छ भित्र डान्स हुँदैछ यहाँबाट चाहिँ पानी छुँदैछ हाम्रो पनि चाहिँ हामी फर्किन लाग्यो होइन बाई बाई ल सुत्दैमा जानु हो सुत्दैमा न बिस्तारै ल आनु बाई बाई ल आनु आइसौँ लस बाहिर म चाहिँ अब सो अब चाहिँ हामीहरू किन चाहिँ अलिक छिटो फर्केको भने चाहिँ आउनुहुँदैछ तल होइन लुममा अनि लुमबाट चाहिँ हामीहरू लिनु जानुपर्ने मरै हाम्रो जान्छ होइन भाइ अनि किनभने चाहिँ पानी पनि अलिक रोक्यो अलिक त्यो भएर चाहिँ हिँडिहालेको किनभने भरे फेरि पानीले भरे साह्रो पर्छ त्यो भएर चाहिँ निस्किहालेको होइन अनि देखाउँछु तपाईँलाई फेरि अब लुममा हामी कस्तो क्याटिकरा पुग्छ भनेर अहिले पनि चाहिँ हामी पुगिसक्यो घरमा होइन घर पुगेर पनि माथि सामानहरू राखेर चाहिँ फेरि लुम लाग्दै गरेको किनभने चाहिँ तल लुम लिनु होइन अनि पछाडि चाहिँ मैले बोकिरहेको ब्लग चाहिँ नबनाऊ हो किन हो रात पर्छ नि त भइहाल्छ त्यो त अनि अब त्यस्तै आधी घन्टामा चाहिँ तल पुगिन्छ होला आउनु चाहिँ आइपुग्यो भन्दै थियो अनि अब चाहिँ हामी जति सक्दो छिटो जानु प्राइस गर्छौँ कि बिचमा त आयो नि छैन सहिले पनि चाहिँ पुगिसक्यो हामी लुममा होइन यहाँ छ बच्चाहरू हेलो मासी अब सुगर आमा उनी हेलो मा छिटो बस भाइ ओइ तिमीको के पढाइ हुँदैछ पढाइ हुँदैछ पढाइ भएको छैन
के गरेको अन्त छुट्टी हो आज के को छुट्टी हो होली मनायो रङ लगायो खोइ सो अहिले पनि चाहिँ हामीहरू उकालो चढिसक्यो होइन लिम्बूबाट चाहिँ हानु पनि बित्यो ऊ चाहिँ कहिले बित्यो अनि अब चाहिँ सामान पनि रहेछ होइन झोला दुईटामा छ अगाडि एक्सन दिँदैछ है यता चाहिँ अनि अब चाहिँ हामीले एकछिन बिसाएर चाहिँ अब अलिकति त्यो अनुमले के भन्छ खाजा ल्याएको रहेछ अलिकति चिप्सहरू रहेछ त्यो खाइन्छ होइन त्यहाँबाट चाहिँ उकालो लाग्छु होइन अनि अब त्यस्तै दुई घन्टा लाग्दैन आधी घन्टा 1.5 घन्टा लाग्छ ल कस्तो रह्यो आज बुमज्यू सो फाइनली अहिले पनि चाहिँ घर पुगिसक्यो म होइन अनि पर भिजेर दुर्कै बस्यो यस्तो बसिसक्यो लुगा सबै होइन पानी परेको पऱ्यो कि यहाँ चाहिँ सब्जी चाहिँ अब पकाउनु पर्छ ल किनभने चाहिँ हामीले पकाउनु भएन भन्दै थियो होइन चाहिँ अहिले घर गइन्छ अनि मैले जानु बस्यो सो अहिले चाहिँ हामीहरू मोमो खानु आउँछ होइन अनि अब चाहिँ छिट्यो के गर्न छिट्यो भोलि पर्सि युट्युबबाट पैसा पायो भने फेरि माग्दैन आउनु नि ल अनि यहाँ चाहिँ हाम्रो खाना खाना खानु आँटेको होइन पानी पनि परिहाल्छ म चाहिँ मोमो खाइन्छ सो अहिले भने चाहिँ म रुममा आइसक्यो होइन मोमोसँग पनि खाइसक्यो अनि आनम भने चाहिँ पर गएको हुँदैछ आमासँग होइन अनि म चाहिँ यता आमाको लागि छाम्नु लगाइदिएको होइन यहाँ अनि अब भने चाहिँ भिडियो नि हेर्ने गर्न चाहन्छु म होइन तपाईँहरूले इन्जोय गरिदिनुहुन्छ होला भन्ने आशा छ सो अनि मन पराइदिनु भयो भने चाहिँ लाइक गरिदिनुहोस् सेयर गरिदिनु होला अनि कमेन्ट गर्नु नछोड्नुहोस् हो अनि सब्सक्राइब गरिदिनुहोस् नयाँ छ भने जो अनि सो भेटौँ न फेरि नयाँ अर्को भिडियोमा होइन सो अहिलेको लागि चाहिँ बाई बाई टेक केयर सबैलाई गुड नाइट